गाइडेड इमेजिनेरी मेडिटेसन टेक्निकमा यहाँहरूलाई स्वागत छ। आरामदायी अभ्यास गर्दा मूल पाठमा लेखेको कुरा भुले पनि केही फरक पर्दैन। यदि तपाईँ उभिएर अथवा कतै बसिराख्नु भएको छ भने आरामदायी पोजिसनमा अर्थात् भुइँमा पल्टिएर तथा कुर्सीमा बसेर पनि गर्न सक्नुहुन्छ। यदि तपाईँ सक्नुहुन्छ भने कलेटी कसेर गर्नुहोला। आफूलाई सहज हुने तरिकाले बस्नुहोला। तपाईँका आँखाहरू खुला छन् भने अब बिस्तारै आँखा बन्द गर्नुहोस् र मैले आँखा खोल्नुहोस् भनेपछि मात्र आँखा खोल्नुहोला। बिस्तारै आफूलाई सजिलो हुने गरी आराम साथ श्वास फेर्नुहोस्। श्वास लिएको र श्वास छोडेको याद गर्नुहोस्। यसरी नै 3 पल्टसम्म लिने र श्वास छोड्ने गर्नुहोला। मनमा उठेका विचारहरूलाई स्वतन्त्र रूपले आउन जान दिनुहोस्। कल्पना गर्नुहोस् कि तपाईँ संसारको सबैभन्दा आरामदायी चौरमा पल्टिरहनु भएको छ। नीलो आकाश, स्वच्छ वातावरणले हजुरलाई आनन्दमय दिइरहेको छ। पारिलो न्यानो घाम लागिरहेको छ। वातावरण साह्रै राम्रो र मनमोहक छ। आनन्दको महसुस भइरहेको छ। बिस्तारै मन्द गतिमा आनन्दमय हावाले तपाईँलाई तपाईँको शरीरमा छोएको महसुस भइरहेको छ। चौरको घाँस साह्रै नरम छ। नजिकै कतैबाट फुलहरूको मिठो बास्ना आइरहेको छ। अलि पर चराहरूको चिरबिरको आवाजले हजुरलाई एकदमै शान्त महसुस गराइरहेको छ। ती चराहरूको चिरबिरसँगै गीत गुन्जिरहेको छ। ती चराहरूले गाइरहेको गीत कल्पना गर्नुहोस्। नजिकै वरिपरि रङ्गी बिरङ्गी फुलहरू फुलिरहेका छन्। हेर्नुहोस् त, एउटा राम्रो पुतली तपाईँ नजिकै आइरहेको छ। यो पुतली तपाईँको हातमा बस्न खोजिरहेको छ। यदि तपाईँ चाहनुहुन्छ भने त्यो पुतलीलाई आफ्नो हातबाट हटाउन पनि सक्नुहुन्छ। यो रमणीय दृश्य वातावरणसँगै सम्झनुहोस् कि तपाईँले अझ बढी गहिरो आराम मिलिरहेको छ। अझ बढी सजिलो, शान्त, स्थिर, आनन्दित हुँदै गइरहेको छ। आफ्नो श्वास प्रश्वासलाई ध्यान दिनुहोला। लामो श्वास लिनुहोला। अब बिस्तारै आफ्नो श्वास छोड्नुहोला। श्वास प्रश्वासमा राम्रोसँग ध्यान दिनुहोला। तपाईँ त्यो चौरमा पल्टिरहेको र त्यहाँको नरम घाँसहरूलाई महसुस गरिरहेको कल्पना गर्नुहोस्। बिस्तारै सुस्तारी श्वास फेर्दै जानुहोस्। विचारहरू सुस्त हुँदैछन्। समय सुस्त हुँदैछ। अझै धेरै समय मस्तिष्क, मन र शरीर सुस्त हुँदैछन्। पाखुराहरू आनन्दित, मुहारहरू आनन्दित र शरीर आनन्दित र अनिन्द्रमा बिस्तारै चल्दै शान्त हुँदैछ। धेरै गहिरो आनन्द हुँदैछ। शान्त मन बग्दै बाहिरै भित्री अझ भित्री रूपमा आनन्दित हुँदैछ। अब तपाईँ बिस्तारै आफ्नो दुःख, पीडा, कष्टहरू सम्झनुहोस् र हजुरको सारा तनाव, चिन्ताहरू बिस्तारै आफ्नो पेटमा गइरहेको अनुभव गर्नुहोस्। अब ती तनावहरू हजुरको पेटमा बाहेक अरू कतै पनि छैन। हलुका असहज तपाईँलाई यी तनावहरूले बनाइरहेको महसुस गर्नुभयो होला। अब तपाईँले मनमा नै 1 देखि 3 सम्म बिस्तारै गर्नुहोस् र 1 देखि 3 सम्म गर्ने बेलासम्म यी
तपाईँको तनावहरू छोडेर गइरहेको महसुस गर्नुहोला। यो गर्दा तपाईँलाई झनै बढी आनन्द महसुस हुनेछ। मनमनै गर्नुहोस्, 1 2 3 सम्म गर्ने बेलामा तपाईँले आफ्नो समस्याहरू पेटबाट बाहिर निस्केको महसुस गर्नुहुन्छ। आफ्नो श्वास प्रश्वासलाई ध्यान दिँदै जानुहोला। झनै बढी आरामको महसुस गर्नुभएको छ। अहिले आकाशको बादलहरू हावाले समातिसकेका छन्। ती बादलहरू टाढा छिटिस पारी जाँदैछ र ती बादलसँगै हजुरको समस्याहरू, तनाव, चिन्ताहरू पनि छिटिस पारी उडिरहेको हजुरले महसुस गर्नुहोला। तपाईँका ती समस्याहरू ती बादलसँगै छिटिस पारी टाढा टाढा धेरै टाढा जाँदैछ। जति जति बादल टाढा छिटिसतर्फ उड्न थाल्छ, तपाईँलाई त्यति नै आनन्दको अनुभव भइरहेको महसुस गर्नुहोला। आफ्नो श्वास प्रश्वासलाई ध्यान दिनुहोला। लामो सास लिनुहोला, सास छोड्नुहोला। फेरि लामो सास लिनुहोला, सास छोड्नुहोला। लामो सास लिनुहोला, सास छोड्नुहोला। हजुरको शरीर, मन, मस्तिष्कबाट सबै तनाव, चिन्ताहरू गइसकेको महसुस गर्नुहोला। अब आफ्ना दुवै हातहरू रगड्नुहोस्। दुवै हात आँखामा राख्नुहोस्। हातको तातो न्यानोपनको अनुभव गर्नुहोस्। हातले बिस्तारै अनुहारमा सबैतिर मोड्नुहोस्। आफ्नो अनुहार अगाडि दुवै हत्केला राखेर बिस्तारै आँखा खोल्नुहोस्।